अंशुले दुई शब्द बोल्नुहुन्छ उहाँलाई फोकस गर्ने अलिकति है पहिला 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 के गर्नु पहिला यो पहिला चाहिँ राष्ट्रिय गान गाउने पहिला बोल्नु भनेपछि गाउने भन्नु सबैजना है हामी आज यहाँ उपस्थित हुनको कारण चाहिँ सबैजनालाई लगभग थाहा भइसकेको छ। यो गत महिना भदौको 23 र 24 गते नेपालमा एकदमै दुःखद घटना भयो। 19 जना कलिला विद्यार्थीहरूले 23 गते ज्यान गुमाउनु पर्यो, जुन अहिले शहीदको रूपमा हामीले सम्मान गर्दैछौँ र शहीदको बलिदानलाई हामीले कहिले पनि भुल्ने छैनौँ। यस्तै कार्यक्रमहरू हरेक शोक विधाहरूमा सन्तप्त परिवारहरूप्रति हार्दिक श्रद्धाञ्जली दिनको लागि उहाँको परिवारहरूसँगै हामी छौँ भन्नको लागि हामीले यस्ता कार्यक्रमहरू गरिरहन्छौँ र त्यसमा हाम्रो एकदमै दुःख व्यक्त गर्दै शहीदहरूको लागि 1 मिनट पहिला हामी मौन धारण गर्नेछौँ। त्यसपछि राष्ट्रिय गीत बजाएर सबैले आफ्नो हातमा भएको क्यान्डलहरू यो झन्डाको वरिपरि राखिदिएर शहीदहरूप्रति सम्मान र उहाँहरूको बलिदानको कदर गर्दै भोलिका दिनमा यो देशमा परिवर्तनको लागि उहाँहरूले गरेको योगदान र ज्यानको बलिदानीलाई सदैव हामी मन